हेलो साथीहरू, वेलकम छ मेरो मिनी ब्लगमा। यो चाहिँ मेरो बर्थडेको ब्लग हो अनि यो केक चाहिँ मेरो सरप्राइज केक हो। रातिको 12 बजे भाइले ल्याइदिएको अनि निन्द्रामा उठेर काट्नु पर्यो भनेर चाहिँ रिसाइरहेको छु। अनि नेक्स्ट डेको बिहान चाहिँ हामी बाग भएर मन्दिर जाने भनेर म बल्खु गएँ। बल्खुबाट भाउजूलाई भेटेर एङ्गो बुक गरेर हामी माथि गयौँ। अनि भाउजू चाहिँ भर्याङबाट आउने भनेर मलाई तलै रोडमै कुरेर बस्नु भएको रहेछ। मेरो चाहिँ फर्स्ट टाइम थियो नि त यो मन्दिरमा। अनि मलाई चाहिँ एङ्गोको दाइले माथि मन्दिर अगाडि नै लगिदिनु भयो। अनि पछि भाउजू आउनुभयो, म चाहिँ कुरेर बसिरहेको थिएँ। त्यसपछि गयौँ अनि मैले मन्दिर दर्शन गरेँ, पूजा गरेँ। अनि टिका लगाउनलाई चाहिँ त्यहाँ ऐना थिएन क्या। अनि भाउजूलाई हात समातेर लगाइदिनु न भने अनि घन्टी बजाएँ। त्यही बाग भैरव मन्दिरकै साइडमा चाहिँ शिव मन्दिर पनि रहेछ। अनि त्यसपछि शिव मन्दिरमा पनि गएँ, ढोगेँ, दर्शन गरेँ। अनि त्यसपछि चाहिँ हामी यसो फोटोसोटो भिडियो सिडियो खिच्नलाई भनेर गयौँ। फोटो भिडियो खिच्यौँ, टन्नै खिच्यौँ। अनि त्यसपछि चाहिँ हामी फर्क्यौँ। फर्किने बेलामा चाहिँ हामी माइक्रोमा फर्केको थियौँ। यस्तो प्याक थियो नि, आम्मामा अहिले यस्तो गर्मी बढेको छ। अनि झन् त्यो प्याकमा त कहिले पुग्ला जस्तो भएको थियो कि। अनि त्यतिखेर चाहिँ हामीले भिडियो बनाएनौँ। अनि त्यसपछि गएर पसलमा गएर म घर जान्छु भन्दा चाहिँ भाउजूले चिया खाएर जाने, बस्नु न भनेर म कुरिरहेको थिएँ। म चियाको लागि कुरिरहेको थिएँ। दाइ भाउजूले चाहिँ मलाई पुरा सरप्राइज नै गरिदिनु भयो कि। थ्याङ्क यू सो मच हजुरहरूको यति धेरै मायाको लागि अनि यो सरप्राइज प्लस यो मिठो केकको लागि थ्याङ्क यू। अनि त्यसपछि चाहिँ मलाई केही आइडिया थिएन कि यो सरप्राइजको बारेमा। अनि उहाँहरूले मलाई एक्कासी स्प्रे गर्दा त म अझ तर्सेको कि। अनि यो चाहिँ मैले 3-4 वर्षपछि काटेको होला कि। मैले यो दिनमा 3टा केक काटेँ 4 वर्षपछि। यस्तो मजा आएको थियो नि, रमाइलो पनि हुने रहेछ कि। अनि मलाई चाहिँ लाज लागिरहेको थियो। अनि मैले कपाल बाँधेको थिएँ नि त। अनि केक काट्ने बेला चाहिँ कपाल खोलेर यसो नक्कल पारिदिएको कि। अनि मलाई लाज लागिरहेको थियो। अनि पुरा त स्प्रेले हेर्नु न मेरो हरियो कुर्दा पुरा सेतो देखिरहेको छ। अनि मैले क्यान्डल निभाएँ अनि त्यहाँ केकमा मेरो नाम लेखेको थियो अनि नाम मेटाएँ। किनकि केक काट्ने बेलामा चाहिँ त्यो नाम काटेर मात्र मेटाएर मात्र काट्नुपर्छ अरे नि त। अनि त्यही भएर मैले नि मेरो आफ्नो नामलाई मेटाएँ अनि काटेँ। अनि फर्स्टमा चाहिँ मैले भाउजूलाई केक खुवाउनको लागि कुरिरहेको छु कि। भाउजू चाहिँ त्यहाँ कचौरा खोज्दै हुनुहुन्छ मलाई खुवाउनको लागि, केक राख्नको लागि। अनि सुरुमा भाउजूले खुवाउनु भयो अनि मैले पनि खुवाएँ भाउजूलाई। अनि त्यसपछि उहाँले चाहिँ अनि बर्थडेमा कहाँ यति केक गरेर हुन्छ त, फेसमा पनि लगाउनुपर्छ अलिअलि भए पनि भनेर फेसमा लगाइदिनु भयो। म पनि मक्ख पर्दै लगाइरहेको छु कि त्यहाँ धेरै वर्षपछि मैले यसरी केक काटेको हो नि त। अनि राति चाहिँ निन्द्रामा थिएँ, त्यही भएर रिसाइरहेको थिएँ। अनि यतिखेर त म फ्रेस भइसकेको थिएँ नि त बिहान। अनि यतिखेर चाहिँ मक्क पर्दैछु कि। अनि त्यसपछि दाइले खुवाउनु भयो अनि मैले पनि दाइलाई खुवाएँ। दाइले पनि कहाँ छोड्नुहुन्छ त, लगाउनु त परिहाल्यो नि अलिअलि भए नि होइन त। अनि दाइले लगाएपछि चाहिँ त्यहाँ एकजना भाइ पनि हुनुहुन्थ्यो। अनि भाइले पनि मलाई केक खान दिनुभयो। अनि मैले पनि खानिदिएँ उहाँलाई। अनि ठ्याक्कै मेरो कल आइराख्यो क्या केक काट्दा काट्दा। अनि कल आयो अनि दाइले उठाइदिनु भयो। अनि म मक्ख पर्दै त्यहाँ बर्थडे मनाइरहेको छु नि त। अनि पुरै हाई गर्दै झिस्काइरहेको थिएँ। अनि अब कलमा त केक खुवाउने कुरो भएन, खान पनि मिल्दैन। अनि मैले चाहिँ काटेर कस्तो मिठो छ केक, आ गर्नु त भन्दै आफै खाइदिएँ कि। यस्तो मिठो केक आएछ त अनि छोड्ने कुरो भएन नि त होइन। अनि त्यसपछि चाहिँ मैले दाइलाई चक्लेट दिएको, खुसी हुँदै नाच्दै हुनुहुन्छ क्या। अनि त्यही खुसीमा म पनि नाचिदिएँ। अनि यो चुरा चाहिँ मैले आरएस कलेक्सनबाट लिएको भन्दा पनि मैले चाहिँ गिफ्ट पाएको हो। अनि मैले बर्थडेमा लगाएँ अनि घर जानलाई एङ्गो कुरिरहेको छु। त्यसपछि चाहिँ म घर गएँ अनि घरमा पनि सरप्राइज केक काटेँ। थ्याङ्क यू सो मच एभ्री वान।